हामी अहिले सङ्घर्षको मैदानमा छौँ। सङ्घर्षको मैदानमा होमिरहेको बेला हाम्रो मोर्चाबन्दी शक्तिशाली हुनुपर्छ, मजबुत हुनुपर्छ। एक आपसमा रणनैतिक ढङ्गले योजना तीव्र बनाइदिनुपर्छ। तर यहाँ त आफ्नैले आफ्नैलाई हेप्ने, आफ्नैले आफ्नैलाई सेप्ने, आफ्नैले आफ्नैलाई रोक्ने र आफ्नैले आफ्नैलाई सिद्ध्याउने खेलहरू भइरहेको हुँदा हाम्रो सङ्घर्ष कहाँ पुग्ने हो, कसरी टुङ्गिने हो, विजय हासिल गर्ने हो कि होइन, विजय हासिल गर्ने हो कि या पराजय हुने हो, यस्तै क्रियाकलापले गर्दाखेरि के हुन्छ भनेर भन्न सकिँदैन। यदि हामी शत्रुसँग लड्ने हो भने आफ्नो घर बलियो हुनुपर्छ, आफूभित्र मजबुत हुनुपर्छ, आत्मबल दरो हुनुपर्छ र हाम्रा हाई हतियारहरू पनि त्यत्तिकै चुस्त दुरुस्त हुनुपर्छ, धारिलो हुनुपर्छ, तिखो हुनुपर्छ र कामकाजी हुनुपर्छ। यहाँ त अहिले हामीभित्र कस्तो देखिन्छ भने अलिकति सही कुरा राख्नेलाई बाहिर राख्ने, सही कुरा राख्नेलाई अनष्ट देख्ने, सही कुरा राख्नेलाई यो फरक भयो भन्ने र उसलाई सँगै लिएर सँगै हिँड्ने भन्दा पनि बाटो छेक्ने जस्ता क्रियाकलापहरू भइरहेको छ। आफ्नोलाई भन्दा बरु बैरीलाई नजिक ठान्ने, आफ्नो साथीसँगी भन्दा अरूलाई राम्रो देख्ने, यस्तो कारणले हाम्रो यात्रा